सम्पूर्णमा नमस्कार। म मित्र विनु ढकाल, जनस्वास्थ्य निर्देशक, मलुङ गाउँपालिकामा कार्यरत छु। आज मैले विशेष गरी आदरणीय साथीहरूलाई, स्वास्थ्यकर्मी साथीहरूलाई सजिलो होस् भन्नका लागि एन्थ्रोपोमेट्रिक मापन जुन शीघ्र कुपोषण पत्ता लगाउन हामीले पोषणको लेखाजोखा कार्यक्रम सञ्चालन गर्नका लागि महत्त्वपूर्ण यो कुरा रहेको छ। त्यसकारणले गर्दा मैले खास गरी यो एन्थ्रोपोमेट्रिक मापन भनेको के हो र यसलाई हामीले यो उचाइ कसरी लिने र जेड स्कोर कसरी पत्ता लगाउने, यसमा मेन टपिक भनेको उचाइ कसरी लिने र जेड स्कोर हामीले कसरी पत्ता लगाउन सक्छौँ भन्ने बारेमा यहाँहरूलाई म जानकारी गराउन अगाडि आइरहेको छु। यसमा मैले धेरै तपाईँहरूसँग भनिराख्नु पर्ने छैन। यो एन्थ्रोपोमेट्रिक शब्दले हामीले के बुझ्नुपर्छ भने मानव शरीरको तुलनात्मक वा सापेक्षित नापसँग सम्बन्धित विज्ञानलाई बुझाउँछ। यसबाट हामीले सजिलोसँग पोषणको लेखाजोखा गर्न सकिन्छ। हामीले यो पोषणको लेखाजोखा गर्नका लागि यो कुराबाट हामीलाई धेरै सहयोग पुग्छ साथीहरू। अब मैले तपाईँहरूसँग खास गरी यो एउटा साइट हो, तर यहाँहरूले हेर्नुभयो भने यसलाई राम्रै हुन्छ। मैले खासै यसमा धेरै जान चाहिनँ कि हामीले 6 महिनादेखि 58 महिनाका बच्चाहरूलाई बैरिङ उपचार केन्द्रमा हामीले उपचार गर्छौँ भन्ने कुरा हामीले जानकारी लिएँ मैले। अब यसभन्दा पछि म त यहाँहरूलाई यो एन्थ्रोपोमेट्रिक जाँचमा सूचक र सूचाङ्कको कुरा हामीले जान्नुपर्छ। किनभने हामीले पोषणको लेखाजोखा कार्यक्रमलाई सञ्चालन गर्दा हामीले कुन कुन कुराहरूबाट पोषणको वास्तविक अवस्था बच्चाको पत्ता लगाउने भन्ने बारेमा जानकारी हुनुपर्छ र यसले के निकाल्छ त, के सूचकबाट हामीले के सूचाङ्क प्राप्त गर्छौँ, उसको अवस्था कस्तो पत्ता लगाउँछौँ भन्नेसँग यो सम्बन्धित छ। जस्तै तौल र उचाइको माध्यमबाट हामीले ख्याउटे जुन एक्युट शीघ्र कुपोषण चाहिँ पत्ता लगाउन सक्छौँ भने उचाइ र उमेरको माध्यमबाट पुड्कोपना जुन क्रोनिक कुपोषण हो यो पत्ता लगाउन सकिन्छ भने तौल र उमेरबाट हामीले कम तौल एक्युट र क्रोनिक दुवै कुपोषण पत्ता लगाउँछौँ भने हामीले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिदीबहिनीहरूले जाँच गरिरहनु भएको एमयुएसी जुन हामीले पाखुराको मध्यभागको परिधिको जुन नाप गर्छौँ त्यसबाट हामीले ख्याउटे एक्युट कुपोषण पत्ता लगाउँछौँ। सबै स्वास्थ्य कर्मीहरूले जान्न पर्ने विषय के छ भने यो एन्थ्रोपोमेट्रिक जाँचभित्र कुन सूचकबाट कुन सूचाङ्क प्राप्त हुन्छ, हामीले गरिरहेको काम कस्तो छ। हामीले तौल र उचाइको माध्यमबाट केही कुराहरू पत्ता लगाउन खोज्यौँ भने यसले ख्याउटेपन को बारेमा अध्ययन गर्ने भयो। अब उचाइ र उमेरबाट हामीले के गर्न सक्ने भयो त पुड्केपन। हामीले हाम्रो रजिस्टरहरूमा पनि हामीले गरेको विधिबाट के पत्ता लगायो भन्ने कुरा चाहिँ यसमा उल्लेख गर्नको लागि यसले महत्त्वपूर्ण सन्देश दिन्छ भन्ने कुरा यहाँहरूमाझ मैले राखेँ। यो स्लाइडलाई सबै स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ। यहाँहरू सबैजनाले यसले महत्त्वपूर्ण योगदान पुर्याउने विषयमा मैले जुन जानकारी गराएँ। अब हामीले सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने मैले यहाँलाई यो स्लाइड सो मार्फत जानकारी गराइरहेको छु जसले गर्दा यहाँहरूले स्पष्ट रूपमा यो फिगरलाई देख्न सक्नुहोस् भन्ने मेरो उद्देश्य रहेको छ। यहाँहरूले मेरो युट्युब च्यानल याम हेल्थ एन्ड ललाई सबैजना साथीहरूले सब्सक्राइब गरिदिनुहुनेछ भन्ने मैले आशा राखेको छु। यहाँहरू सबैजनालाई मैले अनुरोध पनि गरेँ र उचाइ मापन गर्नको लागि हामीले उचाइ बोर्ड जुन हाम्रो हाइट बोर्ड छ, हाइट बोर्डलाई स्वास्थ्यकर्मी कतापट्टि बस्ने र जुन अर्को सहायक मान्छे जुन सहायता गर्ने मान्छे कहाँ बस्ने र उसलाई कसरी सही तरिकाले राख्ने भनेर यहाँनिर तपाईँहरूलाई यो 16वटा ठाउँसम्म चाहिँ लेखिएको छ। हेर्नुहोस् है साथीहरू, यहाँ तपाईँले 1 नम्बरमा के छ भने नि हामीले सबैभन्दा पहिलो कुरा के हो भने हामीले यो बच्चाको हाइट बोर्डलाई सही तरिकाले राख्नुपर्ने हुन्छ। यो माथिबाट हेर्दै आउँदा तपाईँले यो फिगरलाई राम्रोसँग हेर्नुहोस्, त्यहाँ सबै कुराहरू लेखेको छ। स्वास्थ्यकर्मी कतापट्टि बस्ने होइन, जुन मापन गर्ने व्यक्ति जसले अक्सर हेरिरहेको छ त्यो व्यक्ति बच्चाको बायाँपट्टि दायाँ घुँडा टेकेर बस्नु पर्दछ। यो कुरा चाहिँ हामीले जान्नुपर्छ भने सहायक जहिलेसुकै पनि यो बच्चालाई सहायता गर्नको लागि बस्ने सहायक व्यक्ति जो हुनुहुन्छ उहाँले बच्चाको दायाँपट्टि घुँडा टेकेर बस्ने। दुईटै कुरा, दायाँ र बायाँ। सहायक बस्ने कहाँ बस्ने, सहायक जसले खुट्टाको लेभललाई मिलाउनुहुन्छ उहाँ दायाँपट्टि घुँडा टेकेर बस्ने। अर्को मापक जो छ बच्चाको बायाँपट्टि बायाँ हात टेकेर बस्ने। जब हामीले कुनै पनि बालबालिकाहरूको सही तरिकाले पोषणको अवस्था पत्ता लगाउनको लागि यो विधिलाई अवलम्बन नगरेको अवस्थामा सही तरिकाको उसको उचाइ
प्राप्त हुँदैन। उसको सही तरिकाको उचाइ प्राप्त नभएर हामीले लिएको मापनले बच्चाको जीवनलाई एउटा पोइन्टले मात्रै पनि ठुलो असर पार्न सक्छ। हामीले जेड स्कोर निकाल्ने बेलामा उचाइको महत्त्वपूर्ण योगदान छ। उचाइको कारणले गर्दा 1 सेन्टिमिटर वानले गर्दा उसको जेड स्कोरमा चाहिँ कडा कुपोषण हुन्थ्यो भने मध्यम कुपोषण हुनसक्छ, मध्यम हुन्थ्यो भने सामान्य अवस्था हुनसक्छ। त्यसैले कृपया स्वास्थ्यकर्मी साथीहरू उचाइ मापन गर्दाखेरि हामीलाई विश्व स्वास्थ्य सङ्गठनले गाइडलाइन गरेको विधि मार्फत मात्रै हामीले गर्नुपर्ने हुन्छ। यसको लागि हामीले बच्चाको टाउकोलाई जहिलेसुकै पनि माथिल्लो भागसँग ठिक समतल हुने गरी मिल्ने गरी राख्नुपर्छ भने बच्चाको चिउडो र कुमलाई हामीले सिधा पार्नुपर्ने कुराहरू पनि छ। यहाँहरूले उसलाई सिधा 90 डिग्रीको कोणमा सिधा हेर्नुपर्ने र कहाँ कहाँ जोइन हुनुपर्ने त्यो बोर्डलाई भन्ने कुरा हुन्छ। सबै मान्छेहरूले सही तरिकाले हाइट उचाइ नापन गर्न सक्दैनन्, तसर्थ दक्ष स्वास्थ्यकर्मीले मात्रै, तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्रै यसको सही तरिकाले उचाइ लिन सक्नुहुन्छ या यसको नियमित प्र्याक्टिस गर्ने व्यक्तिहरूले मात्रै सही तरिकाले उचाइ लिनुहुन्छ। त्यसैले उचाइ एन्थ्रोपोमेट्रिक मापनको लागि अत्यन्त महत्त्वपूर्ण छ। जब हामीले समुदाय स्तरमा आम बालबालिकाहरूको स्तरमा तौल लिने मेसिन र उचाइ नाप्ने हाम्रो हाइट बोर्ड लिएर जान्छौँ भने त्यहाँ दक्ष तरिकाले क्लियर भएर मात्रै हामी प्रवेश गर्नुपर्दछ, जसले गर्दा हाम्रो स्वास्थ्य कर्मीहरूलाई यसले फाइदा छ। यो चित्र मैले तपाईँलाई बारम्बार किन देखाइरहेको छु भने यही फिगरको आधारमा यहाँहरूले उचाइको मापन गर्ने हो। त्यसो भएको हुनाले गर्दा कृपया सबैजनाले यो फिगरलाई एकपटक राम्रोसँग हेरेर यो फिगरलाई स्क्रिनसट गरेर यहाँहरूले आफ्नो स्वास्थ्य संस्थामा टाँस्न पनि सक्नुहुनेछ। यसो गर्नुभयो भने यसले हामीलाई सधैँभरिलाई सहायता पुग्छ। जब पोषण कार्यक्रम आउँछ सम्झिने उचाइ मापन गर्ने, जब तपाईँको ओटिसी सेन्टर छ त्यो ओटिसी सेन्टरमा पनि यो महत्त्वपूर्ण हुन्छ। यो कुरा यहाँहरूलाई जानकारी मैले गराएँ। सँगसँगै मैले तपाईँहरूलाई यहाँ दुईवटा कुरा महत्त्वपूर्ण छन्। सही तरिकाले उचाइ कसरी लिने भन्ने कुरा सँगसँगै हामीले यो बच्चालाई हामीले जसलाई हामी सुताएर गर्छौँ त्यस्तोमा के गर्ने भन्ने कुरा पनि म जानकारी गराउँछु। 24 महिना वा सोभन्दा माथिका 87 सेन्टिमिटर वा सोभन्दा माथिका सबै बच्चाहरूको उचाइ हामीले उभिन लगाएर लिनुपर्छ। 24 महिनाभन्दा माथिको लागि हामीले उभिन लगाउँछौँ भने 24 महिना वा सोभन्दा माथिका बच्चा जो उभिन सक्दैनन्, 24 महिनाका छन् बच्चा वा सोभन्दा माथिका छन्, त्यस्तो बच्चाहरू उभिन सक्दैन भने उचाइ मापन गर्नको लागि लम्बाइ लिने र त्यसबाट 0.7 सेन्टिमिटर घटाउनुपर्छ। हो, यो एउटा हामीले गर्ने भुल हो। जसलाई हामीले उचाइ मापन गर्दा 0.7 सेन्टिमिटर घटाउने कुरा चाहिँ यदि 24 महिना वा सोभन्दा माथिका बच्चा जो उभिन सक्दैन, उभिन नसक्ने बच्चालाई हामीले सुताएर लिन्छौँ, यस्तो बेलामा हामीले लम्बाइ त लिने तर यसलाई के गर्ने 0.7 सेन्टिमिटर हामीले घटाउनुपर्छ। यो कुरा सबैजनाले जानकारी मैले गराएँ। आदरणीय साथीहरू, अब म तपाईँहरूलाई यो पछि यो उचाइको मापनलाई अझै पनि मैले केही जानकारी के गर्न खोजिरहेको छु भने यो फिगर सँगसँगै मैले किन यो जोड गरिरहेको छु भने यो हामीले जुन काम गर्छौँ त्यसलाई कम्प्लिट गर्नुपर्छ। त्यो कम्प्लिट किन गर्नुपर्छ त भन्दा उचाइ मापन गर्दा मापन गर्ने व्यक्तिले जहिलेसुकै पनि मेजरिङ बोर्डलाई भुइँमा नभासिने ठाउँमा भित्ता, टेबल, भर्याङ वा रुख आदिमा अड्याएर राख्नुपर्छ। यसरी देख्दा बोर्ड नहल्लिने हुनुपर्छ। अर्को बच्चाले आमालाई बच्चाको जुत्ता फुकाल्न र कपाल बाँधेको भए तुरुन्त फुकाल्न अनुरोध गर्नुपर्छ। हामीले धेरै ठाउँमा देख्छौँ बच्चाले न त जुत्ता फुकाल्छ, न कपालहरू फुकाल्छ, न कपडाहरू फुकाल्छ है। हामी त्यसै तौलहरू लिन्छौँ र मजाले फेसबुकहरूमा फोटा पोस्ट गर्छौँ अनि त्यहाँनिर अरू अलि जान्ने हेर्नेहरूले मूल्याङ्कन कसरी गर्छन् भनेको समुदायका लागि मान्छेलाई ढाक्नको लागि त हामीले जसरी पनि उचाइ लिन सक्छौँ, तर सही तरिकाले उचाइ चाहिँ यसरी लिने हो भन्ने कुरा राख्न खोजेको हो। अर्को कुरा मैले तपाईँहरूलाई बच्चालाई बोर्ड राखेको ठाउँमा ल्याएर राख्न र आफू बच्चाको अगाडि घुँडा टेकेर बस्न भन्नुहोस्। यदि सायद छैन भने यो कुरा गर्ने र प्रश्नावली र कलमलाई भुइँमा राखेर एरो बच्चाको दायाँपट्टि घुँडा टेकेर बस्नुहोस् भन्ने कुरा यो एरोले यहाँ देखाएको छ। हजुरहरूले यसरी चाहिँ हेर्न सक्नुहुनेछ। अब मैले यसमा धेरैतिर तपाईँहरूसँग होइन, यो तपाईँहरूले अब प्रष्ट बुझिहाल्नुभयो। बुझेको कुरालाई धेरैचोटि भनिराख्नु मैले परेन। यसलाई साथसाथै तपाईँहरूले यसलाई चाहिँ हेर्नुहोस्। अब मैले तपाईँहरूलाई यो बच्चाहरूलाई चाहिँ हामीले लिने तरिका मैले भनिसकेँ। अब म तपाईँहरूसँग एउटा सुतेर जुन हामीले बच्चालाई मापन लिइरहेका छौँ है, कसरी छ त भन्ने कुरा चाहिँ यो चित्रमा तपाईँहरूले राम्रोसँग देख्नुहुन्छ। यहाँ पनि दुईजना
व्यक्तिहरूले जसलाई चाहिँ मापन गर्ने व्यक्तिले दायाँपट्टि घुँडा टेकेर बस्नुभएको छ, सहायकले दुवै घुँडा टेकेर बोर्डको छेउमा बस्नुभएको छ। यो कुरा तपाईँहरूले चाहिँ यो हेर्नुभएको छ। बच्चाको कानेर हात राखेको पनि देखिहाल्नुभयो हजुरले। यसरी चाहिँ यो एउटा महत्त्वपूर्ण उचाइ लिने तरिका हो। अब हामीले कहिलेकाहीँ बच्चाले कसरी तौल लिने अनि उचाइ लिने भन्ने कुरा यो फिगरबाट हामीले केही कमी कमजोरीहरू सुधार्दै हामी जानेछौँ। यो सुधारको उपायको लागि यहाँ हेर्न सक्नुहुन्छ, यहाँ कहाँ कहाँ कमजोर भएको छ एउटा यहाँहरू तपाईँहरूले ध्यानपूर्वक हेर्नुहोला। यसै गरी जम्मा हामीले दुईवटा कुरा जहिले पनि जान्नुपर्छ। 24 महिनाभन्दा मुनिका 87 सेन्टिमिटरभन्दा मुनिका सबै बच्चाहरूको लम्बाइ सुताएर लिनुपर्छ। भनेको के हो त 24 महिनाभन्दा मुनिका वा 87 सेन्टिमिटरभन्दा मुनिका सबै बच्चाहरूलाई सुताएर लिने। यदि 24 महिनाभन्दा मुनिका बच्चा लम्बाइ मापन गर्ने बोर्डमा सुत्न मानेन भने उभाएर उचाइ लिने, त्यसमा 0.7 सेन्टिमिटर जोड गर्ने। क्लियर हुनुभयो? 24 भन्दा मुनिको बच्चालाई मापन गर्न हामीले सुत्न मानेन, उभ्याउनु पर्यो भने उसलाई हामीले 0.7 सेन्टिमिटर चाहिँ के गर्नुपर्छ, प्लस गर्नुपर्ने हुन्छ। अघि घटाउनु पर्ने कुरा र अहिले जोड गर्ने कुरामा ख्याल राख्नुहोस् यहाँहरू सबैले। अब मैले यो मापनको विधिको बारेमा मैले तपाईँलाई सुताएर राख्ने बच्चाहरूको हकमा यहाँ देख्नु भएको छ। यो सुताएर राख्ने बच्चाहरूलाई कसरी गर्ने भन्ने कुरा मैले अब यो फुटपिसलाई समानले होस् भन्ने कुरा, यी सबै कुरा मैले भनिनँ। यहाँनिर लेखेका कुरालाई यहाँहरूले एकचोटि यसलाई यो भिडियोलाई पुस गरेर राम्रोसँग हेर्न सक्नुहुनेछ। अब म तपाईँहरूलाई त्रुटि पत्ता लगाउनुहोस् त। यहाँनिर बच्चालाई यसरी राखेको छ, यहाँ कहाँनिर त्रुटि भएको छ यहाँहरूले अनुमान लगाउनु पर्ने हुन्छ। यो आफैले अनुमान लगाउनु होला कहाँनिर कमजोरी छ। मैले यो त्रुटिभन्दा पछाडि यहाँहरू सबैजनालाई जेड स्कोर निकाल्ने तरिका सिकाउनेछु। यो महत्त्वपूर्ण जेड स्कोर निकाल्ने तरिका जहाँ धेरै स्वास्थ्य कर्मीहरू झुकिनुहुन्छ, जसले गर्दा हामीलाई काम गर्न अलिकति गाह्रो भइरहेको छ। यसमा अझ म जोड दिनेछु। त्यसैले गर्दा यो तपाईँहरूले सरसर्ती हेर्न मात्रै अनुरोध गरेँ। अर्को छ यहाँ कहाँनिर त्रुटि भएको छ यो पनि हामीले पत्ता लगाउनु पर्ने हुन्छ। तपाईँहरूले पत्ता लगाउनु होला। यहाँनिर पनि तपाईँले त्रुटि कहाँनिर भएको छ त्रुटि पत्ता लगाउनुहोस्। सक्नुहुन्छ भने मेरो जो भिडियो हेरिनु भएको छ भने त्रुटि कहाँ कहाँ रहेछ भनेर जुन युट्युब भिडियोको च्यानलमा चाहिँ यहाँहरूले कमेन्ट पनि गर्नको लागि यहाँहरू सबैजनालाई मैले अनुरोध गरेँ। यहाँ पनि हेर्नुहोस् त्यो त्रुटि कहाँनिर छ। त्रुटि भएको कुरालाई यहाँहरूले त्यो भिडियोको कमेन्ट सेक्सनमा कमेन्ट गर्नको लागि पनि मैले अनुरोध गरेँ। यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ त्रुटि कहाँनिर छ। त्रुटि भएको ठाउँमा यहाँहरूले यसलाई पनि कमेन्ट गर्नुहोला। अर्को कुरा यहाँ पनि त्रुटि छ हो। हामीले किन बारम्बार धेरैवटा त्रुटिहरू यो भिडियोमा तपाईँलाई राखेको भने यहाँहरूले जति पनि त्रुटिहरू गर्नुहुन्छ यस्तै यस्तै खालका त्रुटिहरू हुन्छन्। यी त्रुटि हामीले काम त सम्झना गर्छौँ, काम मजाले मैले राम्रो गरेर आएँ भन्छौँ, तर गलत भएको कारणले गर्दा त्यो बच्चाको जेड स्कोर कमजोर हुन जान्छ र उसले उपचार गर्ने पद्धतिमा बदलाव हुनसक्छ। यस कारणले गर्दा यहाँहरूले यसलाई महत्त्वपूर्ण साथ हेर्नुपर्ने हुन्छ। अब यहाँहरू त्रुटिपत्र लगाउनुहोस्। सजिलै छ, देख्न मजाले क्लियर छ है। यसरी पनि यहाँहरूले त्रुटिपत्र ल्याउनुहोस्। ल हुनुपर्ने चाहिँ यस्तो हो। कसरी गर्नुपर्ने त हेर्नुहोस् त कस्तो मजाको छ। यसरी हुनुपर्ने चिजलाई यहाँनिर देखाएको छ 90 डिग्रीको कोणमा। यो तौल मापन गर्ने विधिको विषयमा छ। मैले यहाँ धेरै तपाईँलाई जान्न। अब मैले तपाईँलाई खास गरी जान खोजेको कुरा चाहिँ यो -2SD 3SD भन्ने कुरा भन्दा नि अब मैले तपाईँलाई यहाँनिर चाहिँ यो WHO ले हामीलाई स्ट्यान्डर्ड मेन्टेन गर्नको लागि यहाँ नर्मल छ। साम भनेको -3SD भन्दा कम हुनु, माम भनेको यो -3SD भन्दा बढी र -2SD भन्दा चाहिँ बढी र -3SD भन्दा कम भएको अवस्थालाई माम भनिन्छ। नर्मल, माम र साम तिनवटा कुरा। नर्मलमा के छ, माम के छ र साम के छ, हामीले पत्ता लगाउने कुरा यही छ। नर्मल, माम र साम। हामीले भन्न खोजेको यदि कुनै पनि बच्चाको तौल र उचाइको आधारमा हामीले यो जेड स्कोर निकाल्दैछौँ। यहाँ महिला र पुरुष, बच्चा र बालक र बालिका दुईवटाको छुट्टा छुट्टी छ। यही तालिका चाहिँ तपाईँहरूले धेरै महत्त्वपूर्णसँग सिक्नुपर्ने हुन्छ। म यहाँ तपाईँहरूलाई यही भिडियोमा क्लियर गराइदिन्छु कि साथीहरू, उदाहरणको लागि यहाँहरूले कपी र कलमलाई आफ्नो साथमा राख्नुहोस् र टिप्नुहोस्। तपाईँहरू सबैजनाले टिपेर यहाँनिर क्लियर हुनुहोस् है साथीहरू। तपाईँहरू कसरी क्लियर हुने भने कुनै पनि बच्चाको पहिलो नम्बरमा यहाँ 50 लेखेको छ। लेन्थ केमा छ भन्दा सिएममा छ। सबैले लेन्थ सिएम लेख्नुहोस्। यहाँ 50। तर तपाईँले कुनै पनि एउटा बच्चा 50 को त छ, तर 50 को हुँदाखेरि यहाँ 50.2 छ। यदि 50.2 सेन्टिमिटरको एउटा कुनै बच्चा छ, उसको तौल
2.7 केजी छ भने यो बच्चा कहाँ पर्छ भने यो चाहिँ महिला हो, बालिका हो यो। अब यहाँ सजिलो के छ भने 50 यहाँ जहाँ लेखेको भए पनि यो 50 छ, 50.2 भनेपछि 51 भन्दा यहाँ कतापट्टि नजिक छ, 50मै नजिक छ। यसै कारणले यहाँ 50कै लाइन हेर्ने, यहाँनिर आएर तपाईँले अब यो 2.7 छ, 2.7 भनेको यहाँ के छ -3 भनेको त 2.6 वा सोभन्दा कम छ भने साम हुन्छ। क्लियर हुनुहोस् तपाईँहरू। 2.6 भन्दा मुनि छ भने साम हुन्छ। 2.7 हुने बित्तिकै यो -2 आयो, यो माम भयो। हेर्नुहोस् साथीहरू, एउटा तपाईँको 0.1ले कति निर्धारण गर्छ तौल र उचाइमा, यो कुराले गर्दा हामीलाई यसले धेरै प्रभाव हुन्छ। यसरी हेर्नुहोस्, अब म तपाईँलाई अर्को एउटा यहीँ भएको एउटा केस देखाउँछु। यो तालिकामा महिला चाहिँ हुनुहुन्छ 35 महिनाको, उहाँको उचाइ 98.2 सेन्टिमिटर छ भने उसको 11.5 केजी तौल छ। टिप्नुहोस् सबैजनाले कपीमा टिप्नुहोस्। र यो के छ त भन्दाखेरि यहाँ हजुरले देख्नु भएको कुरा क्लियर रूपमा तपाईँहरूले हेर्नुहोस् है। मैले भनेको तपाईँलाई के हो भने साथीहरू, यो महिला कति छ 35 महिनाको छ, यसको उचाइ के छ 98.2 उचाइ छ, यसको तौल छ 11.5 सेन्टिमिटर हो। यो प्रश्नको उत्तर हामी गर्दैछौँ। यो प्रश्नको उत्तर हामीले अब यहाँभन्दा पछि म तपाईँलाई जानकारी, सबैले कलम र कापी चाहिँ राख्नुहोस् है सबैजनाले। यो कुरा चाहिँ मैले तपाईँहरूलाई अनुरोध गरेँ। अब म तपाईँलाई यहाँ के भन्दैछु भने अब योभन्दा पछि 35 महिनाको महिला हुनुहुन्छ हो। अब 98.2 11.5 यति सिकेपछि तपाईँले जानिहाल्नुहुन्छ, मैले यसमा धेरै कुरा भन्नु पर्दैन। अब हेर्नुहोस् यहाँ कहाँ छ 35 महिनाको बच्चाको 98.2 सेन्टिमिटर, 98.2 भनेको यो हेर्नुहोस् साथीहरू है। 98 भने किन मैले भने यदि कुनै पनि यो चार्टमा यदि 98 यदि 3 हुन्थ्यो भने हामी कहाँ आउँथ्यौँ, यहाँ आउँथ्यौँ है। यो मेरो रातो लाकोमा हेर्नुहोस् तपाईँहरूले। अब 98.2 सम्मको लागि 98 लिने, 98 3 4 5 सम्मको लागि 98.5मा लिने हो। अब 5 भन्दा माथि हुने बित्तिकै 79मा आइहाल्छ। अब हेर्नुहोस् है यहाँनिर लिने। अब यो 11.5 छ, यो लाइन हो हामीले हेर्नुपर्ने लाइन, महिलाको लाइन भएको हुनाले यो लाइन मैले रातो लगाएको लाइन हेर्नु होला सबै साथीहरूले है। अब यो रातो लगाएको लाइनमा तपाईँले के हेर्नुहोस्, अब यहाँ के छ भने 98.2 भनेपछि कति भयो 98.2 सेन्टिमिटरको यो 98मा हेर्ने। अब यसको तौल चाहिँ 11.5 केजी छ। 11.5 भनेको हेर्नुहोस् है 11.3 वा सोभन्दा कम भएको अवस्थामा SAM हो, SAM हुन्छ है साथीहरू। मैले के भने 11.3 वा सोभन्दा मुनि छ भने -3SD हुन्छ। यो भनेको कडा कुपोषण साम हुन्छ। तर 11.3 भन्दा माथि यसको तौल 11.5 छ। 11.5 भन्दा भनेपछि के हो त यतातिर आउने हो, यतातिर आउने। कहाँ पर्यो यो 12.3मा पर्यो। त्यस कारणले गर्दा यो बच्चा चाहिँ -2SD भनेको यो चाहिँ माम केस हो है साथीहरू। ल यो माम हो, यहाँ अक्षर अलिकति त्यस्तो भए पनि है। सुन्नुहोस् है तपाईँले, अब यो के रहेछ क्लियर हुनुभयो। अब यहाँले के बुझ्नु भने यो 98 छ, 98.2 भएकोले 98 भयो। यहाँ 11.5 केजीको छ, 11.5 केजी भनेको 11.3 भन्दा मुनि भएको भए यो साम हुन्थ्यो। अब 11.3 भन्दा माथि 11.5 भएको हुनाले यो बच्चा -2SD केटी भएको कारणले यहाँ पर्यो। यसरी हामीले यो Z निकाल्न सक्छौँ। यति तपाईँहरूले जानिसकेपछि यो मन पर्यो तपाईँलाई, यहाँहरूले राम्रो बुझ्नुभयो भने सबैजनाले यो जति पनि भिडियो हेर्नुभएको छ कृपया सबैजनाले यसलाई कमेन्ट, लाइक
गरिदिनु हुनको लागि र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु हुनको लागि सबै स्वास्थ्य कर्मी साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। यस्तै यस्तै तपाईँहरूको यो भिडियोमा यहाँहरूले हेरेको भ्युज, यहाँहरूले गर्नुभएको लाइक र कमेन्टका आधारमा आगामी दिनहरूमा पनि यस्तै महत्त्वपूर्ण भिडियोहरू लिएर उपस्थित हुने यहाँहरूमा जानकारी गराउँदै मैले यहाँहरूलाई केही जानकारीहरू गराएँ। यहाँलाई कस्तो लाग्यो? यहाँहरूलाई यो न्युट्रिसन ओडेमाको विषयमा म पछि पनि तपाईँहरूसँग छलफल गर्ने कुरा जानकारी गराउँदै अहिलेलाई भने म यहाँहरूबाट चाहिँ बिदा हुन चाहन्छु। सबैजनालाई नमस्कार, हार्दिक धन्यवाद। अब सबैजनाबाट बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।